आइएल्स पिटी पनि गरेको छुइनँ, तर बाहिर पढ्नै जान मन लागिरहेको छ। कहाँ जाने, कुन देश जाने भन्ने तपाईँ सोचिराख्नु भएको छ भने तपाईँहरूलाई युरोप अन्तर्गतको सेन्जेनभित्र रहेको फिनल्यान्ड तपाईँहरूको लागि एकदम राम्रो अप्सन हुनसक्छ, जसको लागि 2026 अगस्त इन्टेकको लागि डाइरेक्ट वा रोलिङ एप्लिकेसनहरू खुलिसकेको छ। यसको लागि एप्लिकेसन पिरियड रहेको छ 26 जनवरीदेखि 13 अप्रिल 2026सम्म, जसको लागि तपाईँहरूलाई आइएल्स पिटी चाहिँदैन। तपाईँको के प्रोग्राम छ भन्दाखेरि ब्याचलर्स अफ इन्जिनियरिङ इन इन्डस्ट्रियल म्यानेजमेन्ट, जसलाई आइएम कोर्स भनिन्छ भने, अर्को ब्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेटिक्स इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी आइसिटी प्रोग्राम छ। यसको लागि एलिजिबिलिटी क्राइटेरिया के छ, कसले एप्लाई गरेर मिल्छ भन्दाखेरि ग्रेजुएट +2 विथ 2.6 GPA हुनु पर्यो तपाईँ आउट अफ 4 मा। त्यसो भएको मास्टर अफ कम्प्युटर साइन्स वा म्याथ इन ग्रेड 12 मा हुनु पर्यो, विथ ग्रेड C हुनु पर्यो, अर हायर हुनु पर्यो तपाईँहरूको। त्यस्तै तपाईँको 3 इयर्स डिप्लोमा इन्जिनियरिङ विथ 55% छ भने तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। भने म्यानेजमेन्ट स्ट्रिमको स्टुडेन्ट हुनुहुन्छ तपाईँको C ग्रेड इन कम्प्युटर साइन्समा छ, अर C ग्रेड इन म्याथ छ भने पनि तपाईँहरू इलिजिबल हुन सक्नुहुन्छ। यसको लागि तपाईँहरूले यो एक्सेप्ट द स्टडी प्लेस तपाईँको 7 डेजमा पाउन सक्नुहुन्छ। तर फिनल्यान्ड एप्लाई गर्दाखेरि तपाईँले बुझ्नुपर्ने कुरा भनेको चाहिँ फिनल्यान्डमा €100 एप्लिकेसन फी लाग्छ र यसको लागि तपाईँलाई आइएल्स र पिटी नट रिक्वायर्ड चाहिँदैन। तर तपाईँहरूको यसको लागि अर्को जानकारी के छ भने यदि तपाईँको आइएल्स र पिटीमा आइएल्समा 6 छ, पिटीमा 55 छ भने तपाईँहरू डाइरेक्ट सेलेक्सन गर्न सक्नुहुन्छ, तपाईँको इन्टरभ्यू दिनु पर्दैन। तर तपाईँहरूको आइएल्स र पिटी छैन भने तपाईँहरूलाई इन्टरभ्यू चाहिँ एकपल्ट उनीहरूले लिन्छ र यसको लागि तपाईँहरूको 20% पनि स्कलरसिप तपाईँहरूको आइसिएम वा इन्डस्ट्रियल म्यानेजमेन्टमा तपाईँहरूको इन्डस्ट्रियल म्यानेजमेन्टमा 10,000 फी रहेको छ भने तपाईँहरूको यो इन्फर्मेटिक्स कम्युनिकेसन एन्ड टेक्नोलोजीमा तपाईँहरूको इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजीमा तपाईँको 10,000 फी रहेको छ भने आइएममा इन्डस्ट्रियल म्यानेजमेन्टमा 9,000 फी छ र यो फीमा पनि तपाईँहरूको 20% स्कलरसिप उनीहरूले प्रोभाइड गर्छ। यो तपाईँहरूलाई एकदम खुसीको कुरा हो। तपाईँको आइएल्स छैन, पिटी छैन, तपाईँ इन्टरभ्यू दिन सक्नुहुन्छ, इङ्ग्लिस राम्रो छ भने चाहिँ र फिनल्यान्ड पढ्न चाहनुहुन्छ भने चाहिँ एकपल्ट सेन्ट जेभियर एजुकेसन कन्फरेन्स नयाँ बानसो छ, त्यहाँ भिजिट गर्नु होला र त्यसको लागि तपाईँले भरपूर मात्रामा बुझेर तपाईँलाई फिनल्यान्डमा के हुन्छ, फ्युचर कस्तो हुन्छ, तपाईँहरूको के हुन्छ, त्यसको लागि सम्पूर्ण जानकारी लिएर तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ।